चस्मा लाउने म्याम किन कुट्नु भयो? हिजो पनि कुट्नु भयो? मोटी मोटी म्यामले चाहिँ कुट्नु भएको भएन? तिम्रो फ्रेन्ड हुनुहुन्छ, फ्रेन्ड छ नि मामु, फ्रेन्डको मामु, उसले चाहिँ कुट्नु भएको भएन? चस्मा लाउनेले चाहिँ कुटेको? किन कुट्नु भयो? हिजो कुटेको होइन? दुईटैले कुट्छ? अनि कसलाई कुट्नु भयो? गाली गर्नुभयो? कसलाई गाली गर्नुभयो? तिमीलाई? के गर्यो? तिमीले चकचक गर्यो होला नि त। अनि तिमीलाई हिजो पनि कुट्नु भयो? हिजो कहाँ कुट्नु भयो? छोरी कहाँ कुट्नु भयो हिजो? हातमा कि खुट्टामा? कहाँ भन र? आज चाहिँ हातमा कुट्नु भयो? आज कहिले सुई हान्नु? सुई त अस्ति हानेको हो नि। ए आज सुई हान्नु कृपालाई? अनि तिमीलाई चाहिँ आज म्यामले कहाँ कुट्नु भयो? त्यसले के गर्नुभयो? मिसले कृपालाई कुट्नु भयो? फ्रेन्डलाई कुटो कृपाले? अनि फ्रेन्डले कुटो कृपाले? अनि यहाँ सुन त तिमीलाई नि म्यामले हिजो पनि कुट्नु भयो, आज चाहिँ कहाँ कुट्नु भयो? केले कुट्नुहुन्छ? कहाँ छ लट्ठी? कत्रो लट्ठी छ? कसलाई कुट्नु भयो आज? कहाँ कुट्नु भयो? तिमीलाई त्यो मिस मन पर्छ कि पर्दैन? को मन पर्दैन भन त? कुन चाहिँ म्याम मन पर्दैन? किन कुट्नु भयो तिमीलाई भन त? के गर्यो? चेष्टा गर्यो तिमीले? अनि अनि अरूलाई पनि कुट्नु भयो? कसलाई कुट्नु भयो? आमाले के भनेर गाली गर्नुहुन्छ? कसलाई कुट्नु भयो? विजयलाई पनि कुट्नु भयो? रिन्जे म के सोध्दैछु यहाँ? कृपालाई पनि कुट्नु भयो? कसलाई कुट्नु भएन? कसलाई कुट्नु भएन भन त? भन छिटो। फेरि म भोलि फेरि उहाँलाई किन्दिनँ नि फेरि त्यो। कसलाई कुट्नु भएन? कसलाई कुट्नु भएन? कसलाई कुट्नु भयो म्यामले? कसलाई कुट्नु भएन भन त पहिला? ल म चकलेट किनिदिन्छु ल भन त। ल डब्बावाला म किनिदिन्छु। तिमीलाई कसलाई कुट्नु भएन? अरू कसलाई कुट्नु भयो? अरू नपर्ने भनेर कुट्नु भयो?